आज साइली चाहिँ हाम्रो दार्जिलिङ जाँदैछ। त बेग मलाई दिनु। घरबाट टक्कै निस्क्यो। कहाँ गरे? दार्जिलिङ गएको? दार्जिलिङ गएको। अन्त कहिले फर्किने? भोलि। ए कसलाई हेर्नु गएको? कान्छी। ए दार्जिलिङ गएको भन्दैछ आमाले। हाम्रो बहिनीको नानी भएको छ छोरा, अन्त गएको हेर्नु। साइली दिदी कोपीको कुरा गर्दै हिँड्दैछ। कोपी हाम्रो यहाँ म्याडमले पुरा हेर्दैछ कोपी बारीहरू। त्यो माथि त साइला होइन? म चाहिँ झोला बोकेर आमालाई पुऱ्याएर गाडीमा चढेर चाहिँ घर आउँछु गाइस। यहाँ चाहिँ आमाको रेस्ट जाँदैछ। अझै झोला बोकेर झोली तुम्मा बोकिछे भन्दै चाहिँ यस्तो छ है दुःख बस्तीको मान्छेहरू। रोड अहिलेसम्म ठिक भएको छ नि, हिँडेर गयो हुन्छ। पाल्माजो खोलामा ओह्रालो झर्दा पनि हुन्छ हो। आमा पेटल 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 हिँडिरहेछ। साइली दिदी लड चाहिँ चिप्लो रहेछ। ए गमबुट लगाएर बुई को बाटो चाहिँ यस्तो छ पानी परेर चिप्लो गाइस। त्यही भएर बिस्तारै हिँड्नुपर्छ। लड्छ कि भन्ने डर छ। हो यस्तो छ है। अब यहाँ लड्यो भने अब डरसरी के हुन्छ। लड्दैन। अघिसम्म पानी परिरहेको थियो, अहिले चाहिँ फेरि घाम लागेको आइया लड्दै लडिहाल्यो। हुनुपर्छ गाइस। बाटो एकदम बिजोग छ। पाल्माजु खोलामा झर्नु हाम्रो हो बरहट्टाको रोड चाहिँ अब आएको छ। अब कहिले यहाँ फेरि फल्स फेरि दामी चाहिँ ठुलो